के तपाईलाई थाहा छ एउटा भाइरसले क्रुज शिपमा 150 जनाको जीवन खतरामा पारेको छ र यो भाइरसको कुनै पनि भ्याक्सिन छैन र यो भाइरस हामीबाट धेरै टाढा पनि छैन। हामी सोच्छौ महामारी भनेको कोरोना जस्तो हुन्छ, सबैलाई थाहा हुन्छ, न्युजमा पनि आउँछ, भ्याक्सिन आउँछ, सरकारले पनि बोल्छ, तर कुनै भाइरस चुपचाप आउँछ, कुनै क्योर छैन, कुनै भ्याक्सिन छैन र मान्छे मर्छन्। अझै पनि 2026 मा एउटा क्रुज शिप अर्जेन्टिनाको उसिया शहरबाट निस्कियो अन्टार्कटिका तर्फ। 150 यात्रुहरू थिए, 23 देशका मान्छेहरू थिए, कोही हनीमुनमा थिए, कोही रिटायरमेन्ट सेलिब्रेट गर्दै थिए, कोही एडभेन्चर खोज्दै थिए। सुरुमा सबै कुरा सामान्य थियो, तर 5 दिनपछि सब कुरा बदलियो। अप्रेल 6 एउटा 70 वर्षीय डच यात्रुलाई टाउको दुख्न थाल्यो, ज्वरो आयो, डायरिया भयो। सुरुमा सामान्य ट्राभलको थकाइ होला जस्तो लाग्यो, समुद्री बिरामी पनि होला भन्ने लाग्यो, सोच्यो, तर हरेक दिन उनको अवस्था बिग्रिँदै गयो। अप्रेल 11 उनी सिपमै मरे, महासागर बीचमै, घरदेखि हजारौं किलोमिटर टाढा। उनकी श्रीमती पनि बिरामी परिन्। सिपले साउथ अफ्रिका नजिकको सेन्ट हेलेना आइल्यान्डमा पार्क गर्यो, सिपलाई साइडमा रोक्यो। उनी त्यहाँबाट साउथ अफ्रिका एयरपोर्ट पुगिन् र अप्रेल 25 मा कोल्याप्स भइन्। अप्रेल 26 उनी पनि मरिन्। अब सिप अघि बढ्यो तर भाइरस रोकिएन। अप्रेल 28 एउटा जर्मन महिला बिरामी परिन्, मे 2 मा उनी मरिन्। केही दिन WHO लाई अलर्ट गरियो, टेस्ट गरियो, भाइरस आइडेन्टिफाई भयो र भाइरसको नाम हान्ता भाइरस राखियो। 10 वटा केस, 3 वटा मृत्यु भइसकेको थियो। सिपलाई कुनै देशले साइडमा रोक्न दिएको थिएन। अन्तमा 10 मे मा स्पेनको क्यानेरे आइल्यान्ड टेनेरिफमा साइडमा रोक्न पाइयो। एभ्याकुएसन सुरु भयो। अब प्रश्न आउँछ, यो हान्ता भाइरस भनेको के हो? यो एउटा फ्यामिली अफ भाइरसेस हो जुन संक्रमित मुसाबाट फैलिन्छ। संक्रमित मुसाको सासबाट, संक्रमित मुसाको पिसाबबाट, संक्रमित मुसाको मलबाट सर्छ। यसले दुई खालको रोग पार्न सक्छ। पहिलो भनेको होमोर्हाफिक फिभर विथ रेनल सिन्ड्रोम, जसलाई HFRS पनि भनिन्छ। यो एसिया र युरोपमा बढी पाइन्छ र यसको सिम्पटम भनेको किडनी फेल हुन्छ, इन्टरनल ब्लिडिङ हुन्छ। दोस्रो भनेको हान्टा भाइरस पल्मोनरी सिन्ड्रोम HPS, यसले फोक्सोमा पानी भरिन्छ, सास फेर्न गाह्रो हुन्छ र रेस्पिरेटरी फेलियर हुन्छ। मोर्टालिटी रेट 50 सम्म हुन्छ र अझै पनि कुनै FDA एप्रुभ भ्याक्सिन छैन, कुनै स्पेसिफिक क्योर छैन। डाक्टरले सपोर्टिभ केयर मात्र दिन सक्छन्, अक्सिजन फ्लुइड, अनि अन्त्यमा आशा दिन सक्छ। यो भाइरस कुनै नयाँ भाइरस होइन। 1950 को कोरियन वारमा 3000 भन्दा बढी अमेरिकन सोल्जर यसबाट इन्फेक्टेड भएका थिए। मृत्यु दर 15% थियो। त्यति बेला थाहा भएन के भइरहेको छ। 1993 मा अमेरिकाको नवजो नेसनमा अचानक आउटब्रेक भयो, 10 जनाको ज्यान गयो। त्यो बेला मोर्टालिटी रेट थियो 75%। किन अचानक आयो त्यो आउटब्रेक? EI निनो वेदर प्याटर्न बदलियो, रेनफल बदलियो र प्लान्टहरू पनि बढे, मुसाहरूको खाना पनि बढ्यो र मुसाहरू पनि बढे। मुसा बढेपछि भाइरस बढे, मान्छे मर्न थाले। यहाँ एउटा कुरा सोच्नुहोस्, प्रकृतिको जब ब्यालेन्स बिग्रिन्छ त्यसको एजेन्डामा उले मुसा ल्यायो। हामी सोच्छौं हामीले नेचरलाई एकदम बलियो तरिकाले कन्ट्रोल गरेछौं। हामीले ड्याम बनायो, एआईहरू बनायो, ठुल्ठुला बिल्डिङहरू बनायो, रकेटहरू बनायो, तर एउटा माइक्रोस्कोपिक भाइरसलाई जसलाई आँखाले देख्न सकिँदैन त्यसले हामीलाई याद दिलाउँछ कि हामी अझै पनि यो पृथ्वीमा गेस्ट मात्रै हौ, पाहुना मात्रै हौ। तर यो स्टोरीमा सबैभन्दा डरलाग्दो कुरा अझै आएको छैन। नर्मली हान्ता भाइरस मान्छेदेखि मान्छेमा कहिले सर्दैन, मुसाबाट मान्छेमा सर्छ तर मान्छेबाट मान्छेमा जाँदैन। त्यसैले एक्सपर्ट भन्छन् पेन्डेमिक रिस्क अलिक कमै छ। तर 1996 मा अर्जेन्टिनामा एउटा नयाँ स्ट्रेन पाइएको थियो, नाम एन्डिज भाइरस। यो मान्छेदेखि मान्छेमा सर्थ्यो, क्लोज कन्ट्याक्टबाट, बडी फ्लुइडबाट, कसैसँग एउटै ओछनमा सुत्दा मात्रै। र क्रुज शिपमा यो आउटब्रेक भयो। त्यो डच कपल तिनीहरू मार्च 2026 मा उसाया नजिकको एउटा मुसा संक्रमित जमिनमा गएका थिए, सायद क्युरियोसिटीबाट, सायद घुम्नको लागि। त्यसपछि शिप बोर्ड भए, भाइरस फैलियो। एउटा संक्रमित जमिनबाट 150 मान्छेको जीवन खतरामा छ। WHO ले अहिले भनेको छ ग्लोबल पेन्डेमिक रिस्क अलिक कमै छ, किनकि ट्रान्समिसन विन्डो 1 दिन मात्र हो, एयरबोर्न स्प्रेड हुँदैन। तर सोच्नुस् त 50% मोर्टालिटी रेट भएको भाइरसको लो रिस्क भन्दा मन शान्त हुन्छ त? नेपालको कन्टेक्स्टमा एकपल्ट सोचौं। हाम्रा शहरहरूमा मुसाको एकदमै धेरै प्रेजेन्स छ। काठमाडौँमा कति ठाउँमा पनि ओपन वेस्ट छ। सरसफाइको अझै पनि च्यालेन्जहरू छ, जनचेतना अझै कम छ। हान्टा भाइरस अहिले नेपालमा एकदमै छिटो फैलेको छैन, तर क्लाइमेट चेन्ज, EI निनो प्याटर्न, बढ्दो अर्बन र्याट, यो कम्बिनेसनले फ्युचरमा रिस्क सिर्जना गर्न सक्छ। प्रिभेन्सन नै अहिलेसम्मको एक मात्र वेपन हो। घरमा मुसाको एन्ट्री रोक्नुहोस्, र्याट इन्फेक्टेड एरियामा N95 मास्क र ग्लोभ्स लगाउनुहोस् र खानालाई राम्रोसँग स्टोर गरेर राख्नुहोस्। शपिङ कहिल्यै नछोड्नुहोस्, नजिक नजानुहोस्, भ्याक्सिनको कुरा नगर्नुहोस्, कहिले आउँछ कसैलाई थाहै छैन। एउटा क्रुज शिप, एउटा ल्यान्डफिल, एउटा कपल, एउटा भाइरस जसको कुनै क्योर छैन। हामी टेक्नोलोजीको युगमा छौं, AI छ, रकेट छन् हातमा, सुपर
त कम्प्युटर छ तर एउटा माइक्रोस्कोप ऱ्याट भाइरसले अझैसम्म हामीलाई जवाफ दिन सकेको छैन र यसले मलाई एउटा गहिरो प्रश्न सोध्न लगाउँछ कि हामी साँच्चै यति एडभान्स छौ वा हामी अझै नेचरको गेस्ट मात्र हो। यदि यो भिडियोले तपाईलाई केही सोचाउन लगायो भने लाइक गर्नुहोस्, आफ्नो साथीहरूलाई शेयर गर्नुहोस् किनकि अवेरनेस नै यसको भ्याक्सिन हो। भेटौँला अर्को भिडियोमा।